बिहान एकजरी पानी परिसकेपछिको वेदर चाहिँ यस्तो थियो साथीहरू। अनि आजकलको झरीले गर्दा चाहिँ मेरो फुलहरूको हरियो बिजोग भइसकेको छ कि साथीहरू। अस्तिसम्म कस्तो मजाले फुलेको थियो, अहिले त सबै कुहेर बिजोग। अन्त अनि यो मकै पनि अस्ति नै गोडिसक्नु भएको थियो, तर यो गोडिसक्ने बित्तिकै झरी आयो नि त, त्यही भएर सबै बिग्रिसक्यो मकै पनि। अन्त अनि खाना बनाउने बेला भयो हाम्रो चाहिँ। अन्त खाना बनाउँदा चाहिँ सधैँ अब प्रायः दिदीले चाहिँ सब्जी बनाउनुहुन्छ क्या, अनि म चाहिँ यस्तो मसलाहरू रेडी गरिदिन्छु, किनकि म चुलामा बसेर पकाउनै सक्दिनँ क्या, धुवाले एकदम बेसी दुःख दिन्छ। अन्त अनि धनियाँ खाल्दैछु म चाहिँ यहाँनिर सब्जीमा लाउनलाई, स्वाद मिठो आउँछ नि त। अनि हाम्रो चाहिँ खानासाना रेडी पनि भइसक्यो। अन्त अनि हामीले चाहिँ खाना नै स्टार्ट गरिसक्यौँ। हामी चाहिँ सबैजना यसरी परिवार बसेर खाने गर्छौँ क्या सधैँ। अन्त अनि हामी चाहिँ खानासाना खाइसकेपछि मेलातिर लाग्यौँ साथीहरू, नाना म दाइ भएर। अनि हाम्रो प्लान चाहिँ यहाँ माथिको पाखा फान्ने छ, बिरुवा लगाउनुपर्छ भन्ने हाम्रो प्लान छ। अब हेर्दैछौँ अब कस्तो हुन्छ। अन्त अनि यहाँ माथिबाट चाहिँ हाम्रो घरहरू यस्तो मजाले देखिने रहेछ। अनि हामी चाहिँ यहाँ थकान मार्दै रमित गर्दै बसिरहेको थियौँ, किनकि बिहान पानी बेसी पर्छ नि त, अनि दिउँसो चाहिँ यस्तो घाम लागिदिन्छ कि, अनि त्यही भएर काम गर्नै गाह्रो हुन्छ। अनि हामी चाहिँ घरतिर फर्क्यौँ। अन्त अब बाँकी भएको चाहिँ भोलि पर्सितिर गर्ने हो। अनि दाइ चाहिँ रमाउँदै यहाँ नाच्दै हुनुहुन्थ्यो आजको काम सकियो भनेर। अनि घर आइपुग्दा चाहिँ सुँगुरहरू पुरै कराइराखेको थियो। अब उनीहरूलाई नि त दिनु पऱ्यो नि त होइन, आफू मात्रै खाएर भएन। अन्त अनि यहाँ मैले चाहिँ फटाफट काटिराखेको छु चारो। हाम्रोतिर चाहिँ यस्तै हरियो परियो दिने गर्नुहुन्छ क्या काँचै। हाम्रोतिर चाहिँ यस्तो पकाउनु हुन्न, काँचै दिनुहुन्छ, मजाले खान्छन् क्या हाम्रो सुँगुरहरूले चाहिँ। त्यही भएर म चाहिँ यहाँ काटिराखेको छु। अन्त यहाँ भुसहरू चाहिँ पकाउनुहुन्छ नि त, अनि त्यही भएर चाहिँ हाम्रोतिर चाहिँ यस्तै दिने गर्नुभएको छ चारो। अन्त अनि हाम्रो सुँगुर चाहिँ तल छ। अन्त एउटाले चाहिँ भर्खर ब्याएको छ क्या हाम्रो चाहिँ। अनि तिनीहरूलाई त टाइममै दिनु पऱ्यो नि त चारो, त्यही भएर चाहिँ मैले चारो दिइसकेँ। अनि हामीलाई खाजा नि बनाएँ दिउँसोको। त्यसपछि काँक्रा थाङ्ग्रा लाउनु पर्ने थियो, त्यो पनि लगायौँ हामीले आज। अन्त यो चाहिँ गमलामा उम्रिएको थियो यो खुर्सानीहरू, यिनीहरूलाई नि बारीमा सारिदिउँ। Thank you for watching.